हेलो एभ्रिवान, आज चाहिँ म रोटीको नुडल बनाउँदै छु। चाउमिन बनाउँदै छु है साथीहरु। मैले चाहिँ रोटीलाई बेलेर दुईवटा रोटीहरु लिएको छु अनि बेलेर यसलाई तातो पानीमा एकछिन पकाएको छु है साथीहरु। यसलाई चाहिँ एकछिन पकाउने अनि अर्को तर्फबाट पनि फेरि फर्काएर यसलाई पकाउनु पर्छ। एकतिरबाट पकायो भने फेरि पाकेन भने पेट दुखाउँछ के साथीहरु। त्यसैले अर्कोतिरबाट पनि पकाउने। अनि यो चाहिँ यतिको पाकिसकेपछि यसलाई झिकेर अनि यसरी पानी तरिसकेपछि यसरी काट्ने है साथीहरु। अनि यसलाई काटेर लामो लामो रेसा बनाएर काट्ने। अलि मसिनो काट्यो भने धेरै राम्रो नुडल बन्छ है साथीहरु। मोटो काट्यो भने हुन त मोटो पनि हुन्छ मिठो, तर मसिनो एकदम चाउमिन जस्तो नै हुन्छ के मसिनो काट्न सक्यो भने। मेरो त चक्कुमा अलि चिप्किएको थियो, त्यही पनि मैले काटेको छु है साथीहरु। एक दुई जना हुन्छ भने त्यो दोकानको चाउमिनको प्याकेट भन्दा यस्तै नै एकदम राम्रो हुने रहेछ के साथीहरु। धेरैलाई त गाह्रो हुन्छ, तर थोरै एक दुई जना छ भने त एकदम राम्रो हुने। अनि मैले चाहिँ काटेर पनि भ्याइसके। अब चाहिँ बनाउन सुरु गर्दै छु। बनाउन चाहिँ ठ्याक्कै चाउमिन जस्तै नै हो, अब चाउमिनै हो भनौं। पहिला चाहिँ प्याजलाई भेजिटेबलहरु चाहिँ केही थिएन मसँग, त्यही भएर पहिला चाहिँ प्याजलाई काटेर अनि प्याज भुटे अनि हरियो खुर्सानी पनि राखेको छु दुईवटा। अनि यसलाई चाहिँ एकछिन भुट्ने। धेरै डढुनसम्म भुट्नु हुँदैन है साथीहरु, ठिक्क भुट्ने। अनि यसमा चाहिँ बेसार राखे मैले। हुन त बेसार नराख्दा पनि हुन्छ, तर मलाई चाहिँ राम्रो लाग्छ बेसार राखेको, त्यसैले बेसार राखे। अनि मैले चाहिँ ससहरुलाई राख्दै छु, सोया सस अनि भिनेगरलाई राखे। यो राख्दा चाहिँ अलि सानो ग्यास गराएर राख्नुपर्छ, हैन भने फेरि डढिहाल्छ। सानो ग्यास बनाएर राख्ने। अनि यो पछि राख्दा पनि हुन्छ, तर मैले चाहिँ पहिला नै राखेको छु है साथीहरु। अनि यो नुडललाई राखेर यसरी एकछिन भुट्ने है साथीहरु। यसलाई जति राम्रोसँग भुट्न सक्यो त्यति नै राम्रो हुन्छ अनि मिठो पनि हुन्छ है साथीहरु। यसलाई एकछिन मजाले भुट्ने। अनि एकछिन भुटिसकेपछि यसमा चाहिँ मैले थोरै अजिनामोटो राखेको छु। यसले चाहिँ चाउमिनको स्वादलाई एकदमै राम्रो बनाउँछ। अनि स्वादअनुसार नुन। अनि यो चाहिँ गोल्डी मसला हो साथीहरु, मेरो एकदमै फेभरेट हो, जुनमा पनि राख्छु मैले। हजुरहरुलाई मन पर्दैन भने नराख्न पनि सक्नुहुन्छ। अनि त्यो सबलाई राखेर एकछिन राम्रोसँग 2 मिनेट जति भुट्ने, 2-3 मिनेट जति। एकछिन भुटिसकेपछि हाम्रो चाउमिन चाहिँ रेडी भइसकेको छ। हेर्नु त, यो चाउमिन जस्तो छैन त, खाँदा पनि एकदमै मिठो बनेको थियो है साथीहरु। हजुरहरुलाई कस्तो लाग्छ हजुरहरुले पनि बनाएर ट्राई गर्नु होला। अनि प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि हेर्नु त एकदमै मिठो बन्छ है साथीहरु यसरी बनाउँदा चाहिँ। थोरै परिवारमा त एकदमै राम्रो हुन्छ, यदि धेरै हुनुहुन्छ भने अलि गाह्रो हुन्छ पुर्याउन, नत्र थोरैमा एकदम राम्रो हुन्छ।